यो दाइसँगको भेटघाट चाहिँ रमाइलो भयो यार। अझ अगाडि नि यति टुम्लो टाम्लो बान्नु भएको छ सामानहरू। अब मुगली आइन्छ होला एकछिन अलि पर गएर शीतला रेस गर्नुपर्ने हुन्छ। हजुर हजुर रहर लाग्छ ए ल ठिक छ रहर लाग्छ रे दाइलाई। यसरी कुदायो ठिकै छ तर सेफ्टी गियर लाउनु पऱ्यो भन्ने उहाँको उमेर बुढो भए पनि मन बुढो भएको नरहेछ। उहाँले मलाई चिन्नुभयो कि भएन हेर्नुभयो भने चाहिँ कसैले देखाइदिनु भयो भने चाहिँ छक्क पर्नुहुन्छ होला। जाम बाइक भएको फाइदा चाहिँ यस्तो पाइरहेको छ कि कुरै छोड्दिनँ। ओहो अझ त्यहाँ मोबाइलमा फिल्म हेर्दै हो आमा मोबाइल खस्ला नि फेरि सिस्टम त सही रहेछ दाइको। मोबाइल हेरेछ आमा कम्पिटिसन भएपछि रे दाइले फेरि हो सही हो रमाइलो लाग्छ तर सेफ चाहिँ हुनु पऱ्यो। यहाँ चाहिँ किन यति लामो जाम छ र यार टाउको ए यो बसले ढुलो यो बसले ओभरटेक हान्दैछ गाइस। फेरि आइसक्नु भयो दाइ यो दुईवटा गाडीले ओभरटेक हान्ने थिएन बसलाई। बस फेरि ढुलो टम्मै भएर उडिरहेको थियो। रन्कियो स्लोली स्लोली हो अब स्लोली हो अब उहाँ अझ बक्सिङ टाग्ने दाइ त फेरि चिल हुनु रहेछ नि फेरि दाइले फेरि बसलाई ठर्काउँदै हेर्ने होइन। बसले ढुलो खाइन्छ कहाँ बसको ड्राइभरहरू हुनुहुन्छ नि हल्का बुझिदिनु होला बाइकहरूलाई गाह्रो हुन्छ आँखैदेखि ढुलो उड्यो भने त फेरि अनि ठोकिन्न हाम्रो गाडी बिस्तारै यार यो दाइले दौडा गर्ला जस्तो अब यो